माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। विपक्षी बेन्चतर्फ मान्य सदस्यहरू उठ्नु भएको छ। म मान्य सदस्य वर्षमान पुनलाई समय दिन्छु। छोटकरीमा आफ्नो भनाइ राख्नुहोस् र अरू मान्य सदस्यहरू बस्नुहोस्। सभामुख महोदय, समयको लागि धन्यवाद छ। जेठ 17 गते सम्माननीय प्रधानमन्त्रीजीले राष्ट्रिय स्वाधीनता, सीमा रक्षा, सीमा भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा व्यक्त गर्नुको भएको विषय बारेमा हामीले पटक पटक यो संसदमा, सम्मानित संसदमा विषय राखिसकेका छौँ। परराष्ट्र मन्त्रीले स्पष्टीकरण दिन कोसिस गर्नुभयो, तैपनि चाहिँ पर्याप्त छैन र प्रधानमन्त्रीले नै त्यसबारे जवाफ दिनुपर्छ, संसदको अभिलेखबाट हट्नुपर्छ भन्ने कुरा हामीले राख्दै आएका छौँ। यसमा चाहिँ सम्माननीय सभामुखजीको रुलिङ होस्, म यो राख्न चाहन्छु। सभामुख महोदय, यसभन्दा पनि जटिल थप विषय आइलागेको छ। हामीले अर्थमन्त्रीजीलाई शङ्काको लाभ दिएकै थियौँ हाम्रो दलको तर्फबाट, र हामी यहाँ संसदमा विभिन्न समयमा शून्य समय, विशेष समय केही कुराहरू उठिराखेका थिए र हिजै मात्रै सार्वजनिक लेखा समिति र हिजोकै आर्थिक विधेयकमाथिको छलफलको क्रममा, सैद्धान्तिक छलफल क्रममा जसरी अर्थमन्त्रीले जवाफ दिनुभयो, त्यसमा सार्वभौम जनप्रतिनिधि संस्था संसदको अवमूल्यन भएको छ, समितिको अवमूल्यन भएको छ, धाक धम्की प्रयोग गर्ने, धम्काउने कोसिस भएको छ। यसमा गम्भीर आपत्ति छ सभामुख महोदय। कार्यपालिका, त्यसका सदस्यहरू संसदप्रति जवाफदेही हुनुपर्छ, संसदका समितिहरू जवाफदेही हुनुपर्छ। सबै सांसदहरूले उठाएका विषयहरू आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टीकरणका कुरा हुन्छन्, तर त्यो कुरोबाट कोही पनि जवाफ दिनबाट पन्छिन मिल्दैन अरू कुरा तपसिलका कुरा गरेर। सभामुख महोदय, कि अर्थमन्त्रीजीले 7वटा करका दरहरू हेरफेर गरे भनेर खुल्लमखुल्ला स्वीकार्नुभयो, यो आर्थिक अपराध हो। हामीले त्यो अपराध गर्नु भनेका थिएनौँ, जिज्ञासा राखेका थियौँ, तर उहाँले चाहिँ धम्की दिँदै यो मैले गरेकै हुँ, के गर्छौ भन्नुभयो। यो संसदको मानहानि भएको छ। सम्माननीय सभामुख महोदयले यसमा रुलिङ हुनुपर्छ, छानबिन गरिनुपर्छ। यस प्रकारको अपराध गर्न पाइँदैन सभामुख महोदय। खुल्लमखुल्ला उहाँले स्वीकार्नु, यो रोस्टमबाट रेकर्ड छ। र त्यसको लागि म के पनि भन्न चाहन्छु भने पुरानाले गरे, पोहोर साल चाहिँ 73वटा हेरफेर गरेँ मैले, अहिले जम्मा 7वटा गरेँ भन्नुभयो। 73 होस् या एउटा होस्, अपराध भनेको अपराध हो। सम्मानित सभामुख महोदय, 2 वर्ष अगाडि मैले नै, म पनि पुरानो हुँ, मैले नै बजेट ल्याएको थिएँ। म आजको मात्रै भन्दै छैन। सम्मानित सभामुख महोदय, पुरानो छानबिन होस्, मेरो पालाको 2 वर्ष अगाडिको पनि छानबिन होस्, गत वर्षको पनि होस्, यसपटक पनि छानबिन होस्। म त्यसको लागि तयार छु। र त्यसको लागि अर्को कुरा पनि भन्न चाहन्छु सभामुख महोदय, पुराना कोही सांसद होइन, सबै नयाँ। यसपटक मात्रै प्रतिनिधि सभामा आउनुभएका मान्यज्यूहरूलाई राखेर छानबिन गरौँ, संसदको मर्यादा कायम गरौँ। पुरानो र नयाँ भनेर विषयान्तर गर्न पाइँदैन सभामुख महोदय। त्यसो गर्दा म सम्मानित सभामुख महोदयबाट रुलिङको अपेक्षा गरेको छु र म आफ्नो दलका अतिरिक्त विपक्षी दलहरूको तर्फबाट पनि यो माग राख्न चाहन्छु कि एउटा संसदीय छानबिन समिति होस्। कहाँनिर ग्रे एरिया छ, कहाँनिर चुहावट छन्, कहाँनिर के भए हामी सबैलाई थाहा छ नि सम्मानित सभामुख महोदय। 20 लाखभन्दा मुनि कुन गाडी, कुन कम्पनी, कुन ब्रान्ड सबैलाई थाहा छ। मैले सुट गरेकै हुँ भन्नुभयो, त्यो पाइँदैन सभामुख महोदय। विधेयकको प्रोसेस हुन्छ, मन्त्रालयहरूले विधेयक तयार गर्छ, सबै विधेयकका अतिरिक्त अर्थ विधेयक पनि त्यसमा क्याबिनेटले पास गर्छ। क्याबिनेटपछि इन्डिभिजुअल मन्त्रीले त्यो फेर्न, हेर्न, अझ कर्मचारीले 12 पेज मिलाउने त झन् पाउँदैन सभामुख महोदय। यसले चाहिँ संसदको सर्वोच्चता, संसदको मानहानि भएको छ। ठिक छ, केही त्यस्ता प्राविधिक सानातिना केही कुराहरू केही प्राविधिक रूपले असङ्गत रहेछन् भने त्यस्ता कुरा विगतमा पनि छन्। त्यसबारे पनि के गर्ने, छानबिन होस्, अध्ययन होस्, प्रतिवेदन आओस्। दिवंगत सम्मानज्यू, म अलिकति छुट्याउन चाहन्छु। दिवंगत तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीजीको समयमा बजेट लिक भयो भनेर पढ्नु अगाडि नै सार्वजनिक मिडियामा आइसकेपछि छानबिन समिति बन्यो।
छानबिन समिति डिटेल बजेटका प्रोसिड्युरहरूको बारे संसदीय समितिले प्रतिवेदन दिएपछि 68 सालपछि लगातार त्यही प्रोसिड्युरमा चाहिँ बजेट बन्ने गरेको छ। 3 महले बनाएर विभागहरूले दिन्छ, त्यसमा माइनेटहरू हुन्छन्, छलफल हुन्छ, सबै ठोक हुन्छ, सरकारवालासँग हुन्छ र अर्थ मन्त्रालय तयार गरेर कानुन मन्त्रालय सहित भएर बजेट चाहिँ क्याबिनेटमा जान्छ। विधेयक क्याबिनेटले टुङ्गो गरेर मात्रै, त्यो अर्थमन्त्रीजीको होइन, त्यो नेपाल सरकारको बजेट हो, त्यो विधेयक नेपाल सरकार क्याबिनेटले मात्रै पास गर्न पाउँछ र यहाँ आउँछ र त्यसका आवश्यक संशोधनहरू परिमार्जनहरू हुन्छन्। अर्थ विधेयक संवेदनशील भएको हुनाले त्यसका अलिकति जटिलताहरू छन्। तैपनि सम्मानित सभामुख महोदय, हाउसमा टेबल भइसकेको कुरा, कर्मचारीले चेन्ज गर्ने, पेज घटाउने, अझ झन् करका दर 7-7वटामा खुल्लमखुला हेरफेर गर्ने छुट हुँदैन। सम्मानित सभामुख महोदय छ, सरकारलाई त्यो छ, सरकार जहिले पनि बहुमतमा हुन्छ। त्यसो गर्दा यदि असाध्यै जरुरी चिज छुट्यो भने भोलि क्याबिनेटले हेरफेर गरेर फेरि संसदलाई जानकारी गराउने प्रक्रिया पनि छ। सभामुख महोदय, यसको अर्थ केही चलाउनै पाएन, हल्लिनै पाइँदैन, जे लेखियो सिद्धियो भन्ने होइन, तर प्रक्रिया ड्यु प्रोसेस गर्नुपर्छ। सम्मानित सभामुख महोदय, हरेक चिज। अनि त्यो कुरा उठाउने मान्यज्यूलाई हिजोको तिम्रा के छन् छानबिन गर्दैछ, फाइल खुल्दैछ, खुलोस् मान्यज्यू, सम्मानज्यू, मेरो त मेरैदेखि छानबिन होस् भन्दैछु, म अहिलेको होइन। त्यसै सम्मानज्यू, पुराना र नयाँको विषय होइन, विधिको विषय हो, पद्धतिको विषय हो, नैतिकताको विषय र चाहिँ संसदको सर्वोच्च विषय हो। यो कुरा गम्भीर रूपले मैले ध्यानाकर्षण गरेको छु। छानबिन समिति बनोस्, छलफल होस्, अहिलेको हुन्छ अहिले, गत वर्षको अझ अर्को गर्ने हो भने पनि गरौँ, तर अब यसरी हुँदैन। सम्मानित सभामुख, एउटा प्रोसेस, यो सम्मानित सदन नयाँ पनि हो, नयाँ साथीहरू आउनु भएको छ, नयाँ भावनासहित आउनु भएको छ भने यसबाट एउटा ब्रेक थ्रु पनि गरौँ। मैले हिजोकाले गरेँ त्यसैले मैले गरेँ भन्न पाइँदैन। सभामुख महोदय, मैले यति राख्छु, धन्यवाद। मान्य सदस्य भरत बहादुर खड्कालाई समय दिन्छु। छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। अरू मान्य सदस्यहरू बस्नुहोस्। श्रम संस्कृति पार्टीका मान्य सदस्यहरू बस्नुहोस्। म समय यहाँले बोल्न चाहनु भएको भए समय दिन्छु। सभामुख महोदय, 17 गते सम्माननीय प्रधानमन्त्रीज्यूले यसै रोस्टममा भारतको जमिन नेपालले मिचेको छ भन्ने शब्दले आज आम 3 करोड नेपालीहरू चिन्तित छन्। जब ब्रिटिसबाट भारत स्वतन्त्र भइसकेपछि 1947 मा भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरूदेखि मोदीजी हुनुहुन्छ, दर्जनौं प्रधानमन्त्री फेरबदल भए र कुनै पनि प्रधानमन्त्रीले भारतको जमिन नेपालले मिचेको छ भन्ने न बोलेको सुनेका छौं, न इतिहासमा लेखेको सुनेका छौं। यो विषय गम्भीर विषय हो। आज यतिका दिन प्रतिपक्षले उठाएको छ, तर यो प्रतिपक्षको मात्र विषय होइन। सभामुख महोदय, यो हाम्रो सबैको विषय हुनुपर्छ। मलाई एउटा कुरो याद आयो, स्वर्गीय सुशील कोइरालाजी प्राइम मिनिस्टर हुँदा 2072 श्रावण 8 गते जब चीन र भारतले लिपुलेक लिम्पियाधुराको जो बाटो छ त्यो एमयू गर्दाखेरि त्यहाँ कूटनीतिक नोट पठाउनु भएको छ, जसका कारणले भारतलाई पनि पठाएको छ, चीनलाई पनि पठाएको छ, तर चीनले त्यसको जवाब दिएको छ र भारतले त्यसको जवाब दिएन र उहाँलाई औपचारिक रूपमा भारतमा निमन्त्रणा समेत गरेन। त्यसैले हामीलाई के लाग्छ भन्दाखेरि यो राष्ट्रियताको सवाल प्रतिपक्षको मात्र होइन। र अर्को कुरा म यहाँ सम्झना के दिलाउन चाहन्छु भने भारत र नेपाल सरकारले एउटा प्रबुद्ध समूह गठन गरेको छ। त्यसको प्रतिवेदन भारत सरकारलाई पनि बुझाएको छ, नेपाल सरकारलाई पनि बुझाएको छ। त्यो प्रधानमन्त्रीको कार्यालय छ कि परराष्ट्र मन्त्रीको नेपालको कार्यालयमा छ। त्यो प्रतिवेदनलाई अध्ययन गर्दाखेरि के भेटिन्छ भने करिब 97% चाहिने समस्याको हल भएको त्यहाँबाट बुझिन्छ। लिम्पियाधुरा, कालापानी र सुस्ताका केही भागहरू विवादित छन् र त्यो कुरालाई सहजीकरण गर्न त्यो दस्तावेजले हामीलाई सहयोग पुर्याउँछ र त्यो प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्छ भन्ने पनि हाम्रो मान्यता हो। सभामुख महोदय, अर्को कुरा सभामुख महोदय,
जेन्जी विद्रोहको छानबिन गर्न भन्दै सरकारले गौरी बहादुर कार्कीको नेतृत्वमा आयोग बनायो। आयोगले 23 गतेको घटनालाई छानबिन गरे पश्चात हामीले भन्यौं अपुरो अधुरो प्रतिवेदन जसलाई सरकारले हतारमा कार्यान्वयन गर्यो। सोही घटनालाई संवैधानिक निकाय मानव अधिकार आयोगले पनि छानबिन गरेको छ, प्रतिवेदन बनाएको छ। उक्त प्रतिवेदनले बहालवाला गृहमन्त्री सत्ताको बेन्चमा बसिरहनु भएको छ। बसिरहनु भएका प्रभावशाली र होनहार मान्यज्यूको नाम पनि उल्लेख गरेको छ। कारागार जलाएर रुफटप गाडीमा हात हल्लाउँदै हिँड्नुभएका मान्यज्यूहरू पनि आयोगको प्रतिवेदनले समावेश गरेको छ। सम्माननीय सभामुख महोदय मार्फत म सोध्न चाहन्छु, सरकार उक्त प्रतिवेदन कार्यान्वयन कहिले हुन्छ? प्रतिवेदनको नाम समावेश भएका वरिष्ठ मान्यज्यूहरूलाई कानुनी सम्मान कहिले मिल्छ? सरकारले सुशासन कायम गर्ने भन्दै तयार पारेको 100 बुँदे कार्यसूचीमा समावेश भएको हप्ता दिनभित्रै भदौ 24 को घटना छानबिन गर्न बनाउने भनेको अर्को आयोग कहिले बन्छ? यो हप्ता दिन कहिले आउँछ? सभामुख महोदय, मान्य सदस्य आफ्नो भनाइ छुट्याउनुहोस्। सम्माननीय सभामुख महोदय, मान्य गृहमन्त्री ज्यूमाथि सम्पत्ति लगायत विषयमा प्रश्न उठे पश्चात छलछाम सम्पत्ति बनाइयो। सुनिन्छ समितिले चोख्याएर प्रतिवेदन बुझायो रे। उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री पुनः बनाइयो। एकातिर सुशासनको नारा, अर्कोतिर आफ्नोलाई पुरस्कृत र अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी, सरकार आफै धामी अनि आफै पुरस्कृत गर्दै हिँड्ने भयो। अब कर्मभङ्गता र सुशासनको गफ हाँक्न छोडौँ। यदि यो कि हामीलाई आफ्नालाई जोगाउने छलछाम आयोग बनाएर पुरस्कृत गर्ने कुरा नगरौँ। र यो रफ्तारबाट, यो परिघटनाबाट त हामीले के बुझेका छौँ भने सभामुख महोदय, जुन तरिकाले यहाँ घटनाहरू घटेका छन्, जुन अभिव्यक्ति जिम्मेवार व्यक्तिबाट आएका छन्, यसले चाँडै देश एउटा गम्भीर सङ्कटमा जाने सङ्केत आएको छ। हामीले ग्रेटर नेपालको पनि कुरा उठायौँ, भन्न त यहाँ सजिलो होला यो सदनमा। मान्य सदस्य भनाइ छुट्याउनुहोस्। त्यो ग्रेटर नेपालका कुरा पनि उठायौँ, भन्न सजिलो होला, तर यसले के असर पार्न सक्छ? त्यसैले मेरो आग्रह सभामुख मार्फत, सभामुखज्यू घनीभूत प्रयत्न गर्नुभएको छ, प्रधानमन्त्रीसँग वार्तामा हुनुहुन्छ, त्यो हामीलाई थाहा छ। हामीले विश्वास गरेका छौँ, आशा मारेका छैनौँ। यो सदनमा उहाँले बोलेका जुन कुरा छन् त्यसलाई सच्याउनु पर्छ। प्रतिपक्षको मात्र यो कुरा होइन, यो सबैको हो। राष्ट्रिय सरकारको विषय, जनसरकारको विषय कुनै एउटा पार्टी र वर्गको हुँदैन सभामुख महोदय, यो सबैको विषय भएको हुनाले हामी यसमा सचेत बनौँ। धन्यवाद। मान्य सदस्य हर्कराज राईलाई म समय दिन्छु, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। अरू मान्य सदस्यहरू बस्नुहोस्। धन्यवाद सभामुख महोदय। प्रधानमन्त्रीज्यूले सीमाबारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर उभिँदै गरेको पनि आज 11औं दिन भएछ। 11औं दिनमा पनि उहाँको आउने छाँटकाँट देखिँदैन। म एउटा प्रश्न राख्न चाहन्छु। नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ? रक्षा मन्त्रीलाई तपाईँले बोलाइदिनुपर्छ। उहाँलाई म प्रश्न सोध्न चाहन्छु। यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी भन्छ क्या र, सशस्त्र सीमा बल जो छ, त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि निहत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले, रक्षा मन्त्रीले, प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो। हामी यहाँ प्रश्न सोध्न चाहन्छौँ उहाँलाई। हाम्रो नेपाली सेना चाहिँ सिमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ?
नेपाल सरकारले सिमानामा पठाउनु चियाउनु पनि पठाउन नमिल्ने खालको, अवलोकन गर्न पठाउन पनि नमिल्ने खालको के चाहिँ करार गरेको रहेछ कि त त्यो करार पत्र, त्यो सन्धि यहाँनिर देखाइदिनु पऱ्यो हामीलाई। सार्वभौम संसद, हामी सबै सार्वभौम सांसदहरू जान्न चाहन्छौँ, बुझ्न चाहन्छौँ। सूचनाको हक होइन, संविधानको धारा 27, हामीलाई तपाईँको चाहिँ के अरे जानकारी होस्। अन्यथा त्यसरी चाहिँ सुरक्षा बिनाको सिमाना, खुल्ला सिमाना जसले पनि मिच्छ, आज यति मिच्यो उति मिच्यो भनेर भनिरहेका छौँ हामी। यो 50औं वर्ष 100औं वर्षदेखि मिचिँदै आएको छ। त त्यो सिमानामा हामीले सुरक्षा फौज किन पठाउँदैनौँ? गृहमन्त्रीज्यू यहीँ हुनुहुन्छ, उहाँले पनि विशेष समय लिएर उत्तर दिए हुन्थ्यो है। कसरी चाहिँ हाम्रो देश चलिरहेको छ? हामी यहाँनिर बजेटका कुरा गरिरहेका छौँ, BYD का कुराहरू गरिरहेका छौँ, संसदीय छानबिन समितिका कुराहरू गरिरहेका छौँ। यो भनेको हाम्रो भित्रको कुरा, आन्तरिक कुरा हो, महत्त्वपूर्ण छन्, तर दोस्रो प्राथमिकतामा पर्छ त्यो। पहिलो प्राथमिकता भनेको हाम्रो सिमाना नै हो। त्यो सिमानामा हामीले चाहिँ किन ध्यान दिएनौँ? हाम्रो भूगोल बिनाको, माटो बिनाको देश हुन्छ र सम्भव छ र? यो प्रश्न गर्न चाहन्छु म आज सभामुख महोदय मार्फत नेपाल सरकारलाई। 3 करोड नेपालीले चाहिँ नि जान्न चाहेको छ। कारण के हो? हामीले हाम्रो सिमानामा नेपाली सेनालाई लान नमिल्ने कुरा के रहेछ? कहाँ हामीले के सन्धि गरेका छौँ त? हामीलाई जान्नु तपाईँको चाहिँ के अरे पर्यो। अब हामी जान्न चाहन्छौँ। सभामुख महोदय, सिमाना जोगाउनु भन्दा ठुलो कुरो छैन अरू कुराहरू। त्यसो भएको कारणले यो सिमानाप्रति गम्भीर बन्नुपर्छ। रक्षा मन्त्रीज्यूलाई तपाईँले रुलिङ गरेर यहाँ ल्याइदिनु पर्यो। हामी 2-4 प्रश्न सोध्न चाहन्छौँ र यो विभिन्न खालका चाहिँ के अरे आरोपहरू आइरहेका छन्। अब ती आरोपहरू सबै पुष्टि हुन पनि सक्छन्, नहुन पनि सक्छन्, तर सरकारलाई लागेको आरोपलाई छानबिन गर्नका लागि चाहिँ संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने माग हामी राख्दछौँ। मन्त्रीज्यूहरूलाई आरोप लागिसकेपछि उहाँहरूकै माथहातका कर्मचारीहरूले छानबिन गरेर त्यो प्रतिवेदनमा के आयो भन्ने कुरा पनि सार्वजनिक नहुनु, त्यो दुःखद छ। त्यो खालको चलनको पनि अन्त्य गरौँ। यहाँनिर अहिले भर्खरै पूर्व मन्त्रीज्यूले पनि भन्नुभयो, उहाँको पालामा पनि त्यस्तो घोटाला गरेको छ भने उहाँलाई पनि कारवाही गर्नुपर्छ होइन? कारवाही जसलाई पनि गर्नुपर्छ। यहाँ दरबार हत्याकाण्डको चाहिँ तपाईँको छानबिन हुन्छ भनेर गृहमन्त्रीज्यूले भनिसकेको बेलामा अब यो सर्वकालिक छानबिन कति सम्भव हुन्छ? विगतमा कति लामो समयदेखि हामीले के गर्दै आएका छौँ? कोहीले राष्ट्रघात गरे होला, कोहीले सीमा सन्धि मिच्या होला। ती सबै कुराको छानबिन गर्नुपर्छ र दोषी पाइएको हदसम्म यो त्यो नभनिकन, अनुहार नहेरी, नाम नसुनी कारवाहीको तपाईँको चाहिँ के प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने माग राख्दछु। धन्यवाद। मान्य सदस्यहरू, विपक्षी बेन्चकै तर्फबाट नेकपा एमालेको तर्फबाट मान्य सदस्य गुरुप्रसाद बराललाई समय दिन्छु। छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। सभामुख महोदय मार्फत म देशको प्रधानमन्त्रीलाई केही गम्भीर प्रश्न राख्न चाहन्छु। सभामुख महोदय, नेपालको भूगोलको कुल भारतसँग जोडिएको सीमा 1880 किलोमिटर छ। सभामुख महोदय, यसमा सीमा स्तम्भको रूपमा 8553 वटा सीमा स्तम्भहरू नेपाल र भारतसँग निर्धारित भएका छन्। सभामुख महोदय, अब हामी यो विषयलाई स्पष्ट हुँदाहुँदै जसरी प्रधानमन्त्रीज्यूले संसदमा रेकर्ड गराउनु भयो कि नेपालले भारतका सीमाहरू मिचिएका छन् भनेर, यो चीज, यो ऐतिहासिक दस्तावेजको रूपमा यहाँ अभिलेख भएको छ। सभामुख महोदय,
जबसम्म हामीले यो अभिलेखबाट यो चिजलाई हटाउँदैनौँ तबसम्म यो ऐतिहासिक तथ्यको रूपमा रहिरहन्छ। सभामुख महोदय, अहिले परराष्ट्र मन्त्रीज्यूले जे विषय र सन्दर्भहरू यहाँ हामीलाई सम्प्रेषण गर्नुभयो त्यसले पुग्दैन। सभामुख महोदय, यस अर्थमा सबैभन्दा गम्भीर कुरा हो कि प्रधानमन्त्रीले दिने जवाफको जवाफदेही अरू कसैले उठाएर हुँदैन। सभामुख महोदय, आज हाम्रो र भारतको बिचको समस्या जो ऐतिहासिक रूपले तथ्य र प्रमाणित छ, जसमा लिपुलेक, लिम्पियाधुरा र कालापानीभित्र हाम्रो भूभाग माथिको जुन विवाद छ, यो विवाद हल गर्नको लागि अहिले मित्रराष्ट्र चीनको भ्रमणको लागि नेपालबाट मन्त्रीज्यू जाँदै हुनुहुन्छ। हामीले त्रिदेशीय बिन्दु हामीले खडा गर्नुपर्नेछ। सभामुख महोदय, यो त्रिदेशीय बिन्दु खडा गर्नको लागि हामीलाई स्पष्ट थाहा छ हामीले नेपालको जुन भूभाग हो, विवादित भूभाग छ, यो विवादित भूभागलाई हामीले स्पष्ट रूपमा भन्नुपर्दा अहिले टिङ्कर भन्ज्याङको नजिक लिम्पियाधुरामा हामीले 1 नम्बर पिलर जो अगाडि निश्चित छ, अब त्यसबाट 53 किलोमिटर पश्चिमतर्फ हामीले स्पष्ट रूपले नयाँ पिलर खडा गर्नु छ र त्यो नयाँ पिलर नै त्रिदेशीय पिलर हुन्छ। सभामुख महोदय, त्यस अर्थमा नेपाल, भारत र चीनको बिचमा त्यो त्रिदेशीय बिन्दु खडा गर्नुपर्छ र अनि त्यसबाट नेपालको जति भूभाग हो त्यो भूभाग नेपालले प्राप्त गर्नुपर्छ। सभामुख महोदय, यो ऐतिहासिक समयलाई यसपटक भड्किन दिनु हुँदैन। अब हामीले स्पष्ट रूपमा मित्रराष्ट्र चीनको भ्रमण गर्ने जुन तयारी भइरहेको छ, यस बेला मित्रराष्ट्र चीनसँग यो विषय छलफलमा अगाडि ल्याइयो। सभामुख महोदय, त्रिदेशीय बिन्दुको विषयमा युरोपको पनि एउटा सन्दर्भ छ। सभामुख महोदय, आज युरोपमा घाना, बोलिभिया लगायतका देशमा भएको भनाइलाई छोट्याउँ मान्य सदस्य, त्रिदेशीय बिन्दु मार्फत खडा गरिएको समाधान गरिएको छ। सभामुख महोदय, त्यसो भएको हुनाले यो त्रिदेशीय बिन्दु कायम गरी मित्रराष्ट्र चीन, भारत र नेपालको बिचमा रहेको यो सीमा सम्बन्धी विवादलाई हल गर्न म गम्भीरतापूर्वक ध्यान दिन्छु। सभामुख महोदय, यसको अतिरिक्त आज देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनु भयो। म सभामुख महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दुधको दुध, पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ। कमजोरी भए सच्याउन चाहन्छ सभामुख महोदय। तर विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीज्यूले जसरी बजेटको दर रेटमाथि छेडखानी भएर राजस्वलाई तलमाथि पार्नु भएको छ, यो चिजलाई अम्किन पाइँदैन। सभामुख महोदय, यस दिशातर्फ माननीय अर्थमन्त्रीज्यूको अविलम्ब ध्यान सभामुख मार्फत आकृष्ट गरियोस् र एउटा संसदीय समिति मार्फत मात्रै यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्छ। अन्यथा यस खालका चलनहरू चलिरहने छन् र गलत चिजहरूको नजिर र अभ्यास बसिरहनेछ। यसलाई सदाको लागि अन्त्य गर्नको लागि संसदीय छानबिन समितिको निहायत जरुरी छ। यस दिशातर्फ गम्भीरतापूर्वक म ध्यान आकृष्ट गर्न चाहन्छु। सभामुख महोदय, मान्य सदस्य, आफ्नो भनाइ सक्नुहोस्। आज अब हामी यो देशमा सुशासन स्थापना गर्ने एउटा अहम मान्य सदस्य खुशबु ओली, छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। सम्मानीय सभामुख महोदय, सीमा विवादबारे परराष्ट्र मन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु।
काठमाडौँबाट दिल्ली जाँदा यो विषयको बारेमा पछि बोल्छु भनेर भन्नुभयो पत्रकारज्यूहरूलाई। दिल्लीको औपचारिक वार्तामा कहीँ कतै सीमाका विषय उठाउनु भएन। यतिसम्म कि नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन। भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनु भयो। काठमाडौँ फर्केपछि एक प्रेस नोट दिनुभयो। त्यसमा एक शब्द पनि सीमा विवादबारे छैन। पछि पत्रकारले सोधेपछि केही बोल्न बाध्य हुनुभयो। संसदमा पनि उहाँले सीमा विवादको विषय उठाउनु भएन। खालि सीमा व्यवस्थापनको नियमित काम जस्तो जङ्गे पिल्लरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनु भएको छ। सीमा व्यवस्थापन केही विषय होइन, वार्षिक आफैमा हुने कुरा हो, तर नेपाली नक्साको विषय भने फरक हो। यहाँ रहनुभएका सांसदज्यूहरूलाई पनि सीमा व्यवस्थापन र विवाद के हो हामीले अध्ययन गर्नुपर्ने आवश्यकता छ। विगत 7 वर्षमा सभामुख महोदय कुनै न कुनै रूपमा नेपालले लेख्ने प्रेस विज्ञप्तिहरूमा सीमाको विवाद जहिले पनि रहन्थ्यो, सीमाको विषय जहिले पनि रहन्थ्यो। पहिलो पटक हाम्रो प्रेस नोटबाट यो हटेको छ। यसमा म यहाँको ध्यान आकर्षण गर्न चाहन्छु। यो गम्भीर विषय हो। परराष्ट्र मन्त्रीज्यूसँग परराष्ट्र सचिवज्यू भ्रमणमा जानु भएन। त्यो पनि एउटा कौतूहलताको विषय रहेको छ। र अन्त्यमा सभामुख महोदय परराष्ट्र मन्त्री फेरि पनि चीन जाँदै हुनुहुन्छ। उहाँले जसरी एउटा बन्द कोठामा मिडियामा सशक्त रूपले रिपुले कालापानी लिम्पुवाधुरा हाम्रो हो भनेर भन्नुभयो, त्यो चाहिँ अबको मित्र राष्ट्र चाइना उहाँ जाँदै हुनुहुन्छ, त्यहाँको प्रेस नोटमा, त्यहाँको डिप्लोमेटिक टेबलमा यी शब्दहरू उच्चारण होस् भन्ने शुभकामना पनि उहाँको यात्राको लागि दिन चाहन्छु। र अर्थमन्त्रीज्यूले संसद र पत्रकारहरूको चेतनामाथि गर्नुभएको प्रहार खेदपूर्ण छ। धन्यवाद। मान्य सदस्यहरू, केही मान्य सदस्यहरूले आकस्मिक समयमा बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम मान्य सदस्य ताहिर अली भाट 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोला। सम्माननीय सभामुख महोदय, हामी प्राय सबै प्रतिनिधि सभाका संसदहरूले कृषिको बारेमा कुरा उठाउँदै अहिले डिएपी खादको मलको जरुरी छ, खेती रोपनी भइराखेको छ, तर कहीँ पनि कुनै पनि जिल्लामा डिएपी खादहरू पुगिराखेको छैन। ठाउँबाट संसदहरूलाई फोन आइराखेको छ, डिएपी खाद पुगेन, युरिया खाद पुगेन। कृषि मन्त्रालयलाई हामी कृषि समितिमै छौँ, हामी यत्रो हरेकचोटि कुरा उठाउँदा पनि कृषि मन्त्रालयको कान सुनेन। त्यसकारण मेरो भनाइ के छ भने अहिले वास्तवमा यो साल पुरै बार्डर बन्द छ। पहिला भारतबाट पनि किसानहरूले मलखाद लिएर आउँथे, अहिले टोटल बन्द छ। गयो भने लाठी लगाउँछ त्यहाँ। यसकारण यो कृषिको जुन समस्या छ तुरन्त कृषि मन्त्रीज्यूले समाधान गर्नुपर्छ। मलखाद हरेक जिल्लामा पठाउनु पर्यो। आइसकेछ अब रोपनीको सिजन। त्यसकारण अब 2 करोड रुपियाँ ठुलठालाहरूको लागि सरकार छुट्यायो। 2 करोडमा 80 लाख रुपियाँ भूमाफिया, कृषि माफिया कसको लागि छुट्याएछ त्यो थाहा भयो छैन। तर किसान, गरिब किसानहरूको लागि 1 लाख, 2 लाख, 3 लाख अनुदान दिने यो सरकारले छुट्याएन। यसमा हाम्रो ध्यान आकर्षण गएछ। राष्ट्रिय प्रजातन्त्र पार्टी यसमा धेरै गम्भीर छ। गरिब किसानहरूको लागि केही गरिएन। ठुला किसान माफियाहरूको लागि यो 2 करोड छुट्याउँदाखेरि 80 लाख रुपियाँ ठुला किसानलाई दिने जुन मनसाय सरकारले बनाएछ यो फोडेर गरिब किसानलाई बाँड्नु पर्यो। धन्यवाद सभामुख महोदय। मान्य सदस्य यज्ञ बहादुर बोगटी 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोला। सम्माननीय सभामुख महोदय, अछाम जिल्ला मङ्गलसेन नगरपालिका वार्ड नम्बर 5 निवासी 30 वर्षीय रेवन्त विष्ट हाल काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिका वार्ड नम्बर 7
भाजगलमा बिबियास अध्ययनको सिलसिलामा डेरामा बस्दै गरेका थिए। यही जेष्ठ 25 गते दिउँसो करिब 4 बजे कोठाबाट निस्किएका थिए भन्ने थाहा छ। त्यसपछि उहाँ आफन्तको र त्यो डेरामा सम्पर्कमै आउनु भएन। अनि नआइसके पछाडि आफन्तले खोजी कार्य तीव्र बनाइयो, तर हालसम्म उहाँको अवस्थाका बारेमा केही जानकारी छैन। 26 गते काठमाडौँ जिल्ला कीर्तिपुर प्रहरी वृत्तमा उनका आफन्त, उनका भाइ छत्र विष्टले जाहेरी दिएका थिए। त्यो जाहेरी दिइरहँदाखेरिमा पनि हालसम्म उनको अवस्था जस्ताको तस्तै छ, गम्भीर छ, कहाँ छन् थाहा छैन। खोजी तलास गर्नका लागि जो दिएको निवेदन छ त्यो तीव्र गतिमा अगाडि बढेको जस्तो आभास भएन। त्यसैले उनको अवस्थाको बारेमा यो देशको मुटुमा रहेको काठमाडौँबाट एउटा विद्यार्थी हराइरहँदाखेरिमा पनि 5 दिन पुग्दाखेरिमा पनि प्रहरीलाई जानकारी दिँदाखेरिमा पनि त्यो अवस्थाका बारेमा आजसम्म कुनै पत्ता नलाग्नु यो दुःखद कुरा हो। त्यसैले म सभामुख मार्फत उहाँको तीव्र गतिमा खोजी कार्य होस् र तत्काल पत्ता लगाइयोस्। लगाउनका लागि गृहमन्त्री र नेपाल सरकारको सभामुख मार्फत गम्भीर ध्यान आकर्षण गराउँछु। धन्यवाद। मान्य सदस्य क्षितिज थेबे 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोला। सम्माननीय सभामुख महोदय, नेपाल सरकारले 2023 साल जेठ 2 गते प्रकाशित सूचना मार्फत मेची राजमार्गको झापा जिल्लाको चारालीबाट सुरु हुने ताप्लेजुङ जिल्लाको ओलाङचुङबाट अन्त्य हुने सडक खण्डको इलामको जोरकलसबाट 5 थर हुँदै ताप्लेजुङको ऐतिहासिक फुङलिङ बजार र सुकेटार बजार सडक खण्डको घर टहरा हटाउने प्रक्रिया अगाडि बढाएको छ। यसले स्थानीय बासिन्दा, व्यवसायी तथा सरकारवालामा गम्भीर चिन्ता र अन्यल सिर्जना गरेको छ। यस सम्बन्धमा नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। विकासको विरोध गर्न सकिँदैन र गर्नु पनि हुँदैन, तर उचित योजना, व्यवस्थापन र नागरिकको हित संरक्षण अनिवार्य सुनिश्चित हुनुपर्छ। सभामुख महोदय, ताप्लेजुङ जिल्ला हिमाली जिल्ला भिरालो ठाउँ। यस बजार क्षेत्रमा 30 मिटरको सडक विस्तार लागू गर्दा बजार वारपार प्रभावित हुने, कतिपय स्थानमा छेउदेखि भित्तासम्म घरका संरचना पूर्ण रूपमा हटाउनु पर्ने हुन्छ। यस कदमले स्थानीय अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिन्छ। ओलाङचुङ गोला जाने सडक तम्बर कोरिडोरबाट जाने तय भइसकेकोले ताप्लेजुङ ऐतिहासिक बजार र सुकेटार बजारमा सडक चाप न्यून हुन्छ, जसकारण विगतमा पनि यस सम्बन्धी विषय विभिन्न प्रयासहरू भए। वैकल्पिक मार्ग निर्माणको विषय व्यापक उठेको र बनिरहेको छ। वैकल्पिक मार्ग निर्माण प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दछु। साथै कहिले 10 मिटर, कहिले 12 मिटर बनाउने वा दायाँ बायाँ 7.5 मिटर बढाउने जस्ता विकल्पहरू विगतमा सरकारवालासँग छलफल र अधिकतम प्रयत्न समेत भएका छन्। तसर्थ स्थानीय जनप्रतिनिधि, व्यवसायी, विज्ञ तथा सरकारवालासँग व्यापक परामर्शपछि मात्र दीर्घकालीन निर्णय गरियोस्। साथै नागरिकका घर जग्गा बिक्री गर्न र ब्याङ्किङ कारोबारलाई यथाशीघ्र फुकुवा गरिदिन समेत सरकार समक्ष अनुरोध गर्दछु। यस सन्दर्भमा केही महत्त्वपूर्ण प्रश्नहरू समेत उठेका छन्। कति घर परिवार विस्थापित हुनेछन्, कति मान्य सदस्य साजिदा खातुन सिद्दिकी 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोला। सम्मानीय सभामुख महोदय, अस्सलाम वालेकुम, अभिवादन। एक बालकको अपील यहाँ भन्न चाहन्छु। आँखाभरि सपना देखेँ, स्वतन्त्रता रूपमा बाँच्न पाउने चाहना देखेँ, अनि म आफै भकानिएर त्यो बालकको अनुहार हेरिरहेँ। भाद्र 23 र 24 गतेका दिन जानी नजानी बालबालिकाहरू सडकमा आउनुभयो। तर जेनजीको नाममा कोही सडकमा, कोही बालगृहमा हुनुहुन्छ भने कोही फैसलाको लागि अपिल गरिरहनु भएको छ। सम्मानीय सभामुख महोदय, जेनजीको आन्दोलनको नाममा गरिएको परपञ्चमा जानकार नभएर रोडमा तहस नहस त गरे, तर हाल कोही
बालकहरू बालगृहमा आफ्नो कानुनी भुक्तान गरिसक्नु भएको छ भने कोही जेनजीको घटनामा बालगृहमा भएको आगजनी पछि परिवारलाई बुझाइयो र परिवारसँगै जानुभयो, त्यसपछि अहिले बालगृहमा आउनुभएको छ। चाँडोभन्दा चाँडो कानुनी प्रोसेसहरू फाइनल गरेर तुरन्तै घर पठाउनु पर्ने अवस्था देखिएको हुँदा बाल अधिकार संरक्षणको सवालमा सम्मानीय सभामुख मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै भक्तपुर बालगृहमा रहेका एक बालकको अपिल हजुर सामु राख्न चाहन्छु। बालबालिकामा गरिने लगानी भोलि देशको पहिचान पनि हो र देशको अस्तित्व पनि हो। बाल संरक्षण हामी सबैको पहिलो दायित्व पनि हो। सम्मानीय सभामुख महोदय, एक बालकको चिठी यहाँ जे लेख्नु भएको छ म यही सुनाएर अपिल पनि गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य मोहम्मद फिरदोस आलम 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोला। सम्मानीय सभामुख महोदय, हिजो मिति 2083 साल जेठ 28 गतेका दिन रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर 7 नरकटिया निवासी दीपनारायण राउत कुर्मीकी श्रीमती बिहान खेतबारी हेर्न गएको बेला केही अज्ञात व्यक्तिहरूले गरगहना लुटपाट गरी निर्ममतापूर्वक हत्या गरेको दुःखद र हृदय विदारक घटनाले स्तब्ध बनाएको छ। दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु र यस जघन्य अपराधमा संलग्न दोषीहरूलाई यथाशीघ्र पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारवाही गर्न सम्बन्धित निकाय गृह मन्त्रालयसँग जोरदार माग गर्दछु। धन्यवाद। माननीय सदस्य राजेन्द्र कुमार राई 2 मिनटभित्रमा आफ्नो भनाइ राख्नुहोला। सम्मानीय सभामुख महोदय, आज धनकुटावासीहरू यो सरकारसँग रिसाएको छ। 1,50,549 जनसङ्ख्या रहेको 7 वटा स्थानीय तह 60 वार्ड, खेत रोप्ने बेला भयो मल छैन, मल लिन कहाँ जाने हो? ती किसानहरू भन्दैछन् यो सरकारले जनताको निम्ति धेरै राम्रो काम गर्छ भनेर हामीले मत दियौँ, तर आज मल छैन। मल नभइसकेपछि किसानहरू भन्दैछन् अब यो देशमा किसान जाग्नु पर्यो, किसान जुट्नु पर्यो, किसान एकबद्ध भएर अगाडि बढ्नु पर्यो, यो सरकारलाई निवेदन गर्नु पर्यो। त्यो निवेदनमा म भन्न चाहन्छु, मैले जनताप्रति बेमान गर्नु हुँदैन। ती जनताको प्रतिनिधि भएको कारणबाट म यो सरकारलाई सभामुख मार्फत निवेदन गर्न चाहन्छु, आग्रह गर्न चाहन्छ, धनकुटाको जनताले कहिले मल पाउँछ? यसको जवाफ दिनुपर्छ। मलाई लाग्छ यो सदनमा धेरैचोटि सुन्ने समयमा आकर्षण समय कुराहरू राखियो, सरकारले किन जवाफ दिँदैन? सरकारले जवाफ दिनु पर्यो। यदि सरकारले जवाफ दिनु सकेन भने के हुन्छ? यसको जवाफ जनताले दिन्छ। यसका निम्ति म आग्रह निवेदन गर्न चाहन्छु सभामुख मार्फत तत्काल रूपमा धनकुटावासीलाई खेत रोप्नको निम्ति मकैमा गोडेपछि मोल हाल्नको निम्ति मोल उपलब्ध गरिएन भने त्यसको परिणाम गम्भीर हुन्छ। म यो एउटा सभामुख मार्फत सरकारलाई निवेदन गर्छु। दोस्रो कुरो, सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत विगतमा खरको छाना विस्थापित गरेर टिनको छाना लाउने योजना थियो। त्यो योजना अन्तर्गत सबै जनताहरूले, गरिब जनताहरूले घर धमाधम बनाउँदैछ। खरको छाना विस्थापित गरिन्छ र टिनको छाना लाउनु पर्ने, आज पैसा खै? माननीय सदस्य रन्जु नेउपाने आफ्नो भनाइ 2 मिनटभित्र राख्नुहोला। सम्माननीय सभामुख महोदय, हालै बुद्धनगर निवासी तारा पोखरेलजीको वाट्सएप ह्याक भयो र ह्याकरले उनी बनेर उनका नजिकका मान्छेहरूसँग पैसा मागे। उनको साख इज्जत सम्मानका कारणले सबैले ल हो त नि भनेर आपत परेछ त नि भनेर लाखौँ पैसा एकैछिनमा पठाइदिनु भयो। त्यस्तै कुरा बुद्धनगर निवासी मोना पोखरेलजीसँग पनि भयो। यसै गरी सुधीरमान प्रधानजीको वाट्सएपमा आइपिएस एक्टिभ गर्न मेसेज आयो। त्यो क्लिक गरेपछि उनको ब्याङ्क अकाउन्टबाट पटक पटक गरी 10 लाख रुपैयाँ लुटियो। सम्माननीय सभामुख महोदय, यी लुटिएको पैसाहरू कुन ठाउँमा कहाँ गइरहेका छन्, कस्तो गिरोह छ यो, म सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र सँगसँगै यी समस्याको समाधानका लागि हाम्रो साइबर क्राइम ब्युरोलाई अलिकति स्ट्रेन्थन गर्नुपर्ने, इम्पावर गर्नुपर्ने पनि देख्दछु।
सायद साइबर ब्युरोको सीमित स्रोत तर असीमित मुद्दाका कारणले धेरै कुरा एकैचोटि समाधान गर्न सकिरहेको छैन। सँगसँगै ती स्क्यामरहरूले ब्याङ्क अकाउन्ट नेपालकै कुनै न कुनै ब्याङ्कको अकाउन्टको क्युआर दिइराखेका छन्। भनेको अर्थ उनीहरूले नेपालमा लेजिटिमेट रूपले नै ब्याङ्क अकाउन्ट खोलिरहेका छन्। तसर्थ ती ब्याङ्क अकाउन्टहरूले पनि नोटिस आउने बित्तिकै तत्कालै त्यो स्क्यामरहरूको अकाउन्ट ब्लक गर्न पर्यो र अन्तिममा डिजिटल लिटरेसीको एकदमै कमी देखिएको छ। त्यसकारणले म सभामुखज्यू मार्फत सरकारको यो विषयमा गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य निष्कल राई 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोला। सम्माननीय सभामुख महोदय, मेरो क्षेत्रमा 2041-42 सालदेखि चिया रोपण व्यावसायिक चिया सुरु भएको। त्यसमा स्वर्गीय जगतबहादुर लाप्चा जो समाजसेवी हुनुहुन्थ्यो, म उहाँलाई स्मरण गर्न चाहन्छु। छत्रबहादुर थुलुङ, चन्द्रबहादुर थुलुङ, सीताराम नेपाल, अभिनन्दन गिरी लगायतका अग्रजहरूलाई म यहाँ सम्झन चाहन्छु। तर आज चियालाई टिप्ने या चिया उखाल्ने स्थितिमा छ। उद्योगीहरू असार 1 गतेबाट उद्योग बन्द गरेर सरकारलाई बुझाउने भनिरहेको छ, माइती गराउने भनेर भनिरहेको छ। मैले पटक पटक सदनमा पनि उठाएको छु, यो सरकार G2G मार्फत समस्याको समाधान होस् भनेर। छिमेकी राष्ट्रमा अहिले पनि हाम्रो चिया निर्यात हुन सकिरहेको छैन। म सभामुख महोदय मार्फत सरकारको तेस्रो मुलुकमा पनि चिया बजारको लागि, चासो दिनको लागि र त्यो व्यवस्थापन गर्नको लागि ध्यान आकर्षण गराउन चाहन्छु। अर्को चाहिँ दुध किसानहरूले मूल्य नपाएको 6 महिना भयो। मलाई भर्खरै मात्र गाउँबाट एउटा दुग्ध व्यवसायी दिपेन्द्र पोखरेलजीले फोन गरिरहनुहुन्थ्यो, मेरा छोरा छोरीको अध्ययन गराउने र मेरो परिवार चलाउन मलाई गाह्रो भयो भनिराख्नु भएको छ। त्यसका निमित्त पनि सरकारलाई ध्यान आकृष्ट गराउन चाहन्छु। अर्को मेरो तपाईँको झापा लगायत तपाईँको मेरो निर्वाचन क्षेत्रमा सुपारी कृषकहरू थुप्रै छन्, तर सुपारी 1 केजी सुपारी बोकेर काकाबिटाभन्दा उता जान सकिँदैन। सँगैमा तपाईँको सुपारीलाई कृषिजन्य उत्पादन भनेर सरकारले घोषणा गर्न सकेको छैन। सभामुख महोदय मार्फत सरकारको म ध्यान यसमा पनि आकृष्ट गराउन चाहन्छु। अर्को चाहिँ मेची राजमार्गको 15 मिटरको जुन अहिले आएको छ, यसलाई विकास हुनुहुँदैन भन्ने होइन, फराकिलो हुनुपर्छ भन्ने होइन, तर यो गर्दै गर्दाखेरि निड एसेसमेन्ट आवश्यकताका आधारमा हामीसँग थुप्रै वैकल्पिक मार्गहरू पनि छन्। अहिले विगत 5 वर्षभन्दा अगाडि मेची राजमार्गमा गाडीका सङ्ख्या, भेहिकल सङ्ख्या तपाईँको कम भएर गएको छ। त्यसैले गर्दाखेरि त्यसको आवश्यकता हो होइन भन्ने कुराको पनि ध्यान आकर्षण होस्। सँगैमा तपाईँको यो बर्खामा ती खालका तपाईँको कुराहरूले नागरिक आतंकित भएको छ र त्यसप्रति सरकारको ध्यान जाओस् भन्न चाहन्छु। धन्यवाद। मान्य सदस्य जोग कुमार बर्बरिया यादव 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोला। सभामुख महोदय, भर्खरै सिराहा जिल्लामा परीक्षामा 496 मोबाइल र घडी नष्ट गरेको छ। त्यो नष्ट गर्ने त्यो बुद्धिमानीको काम हो कि के हो? सभामुखको मार्फत म अलि त्यसलाई केन्द्रित गर्न खोजिरहेको छु। त्यो पात्रलाई के गर्नुपर्छ? देशको स्थिति अब अर्थव्यवस्था अलि डमागोल अवस्था छ। त्यो अवस्थामा यो यति मोबाइल नष्ट गरेको छ, करोडौँको मोबाइल नष्ट गरेको हो, त्यसको लागि सभामुख मार्फत त्यो पात्रलाई अलि सोच्नुपर्छ। एउटा यो जल र जमिन र जङ्गल यो चुडे छ, यो चुडे अलि विनाश भयो भने मधेसका धेरै जिल्लाहरू पूर्वदेखि पश्चिमसम्म अलि उहाँहरू मरुभूमि साबित हुन्छ। त्यसमा अलि ध्यान दिनुपर्छ। तर यो हाउसमा, यो हाउस भनेको समाजलाई, यो देशलाई परिवर्तनको यो सदन हो। यो सदनमा धेरै दिनदेखि अवरोध भइरहेको छ। म सानो के भन्न खोजिरहेको छु भने हाम्रो प्रधानमन्त्री छ, प्रधानमन्त्रीलाई अलि राम्रो सल्लाहकार चाहिन्छ। कम्तीमा 1 चोटि 2 चोटि मात्रै सोच्ने होइन, कम्तीमा त्यो सल्लाहकारलाई यस्तो सल्लाहकार हुनुपर्छ, कम्तीमा हाम्रो प्रधानमन्त्री 50 चोटि सोचौ र 1 चोटि बोलौ भने त्यो कम्तीमा देशको लागि, दुनियाँको लागि एउटा साँच्चै एउटा त्यो विषय अलि साबित होस्। यही 2 शब्द राखेँ। पुनः सभामुखलाई यति गर्छु। मान्य सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ।
के भयो मान्य सदस्य, के को लागि उठ्नुभयो? यहाँले आकस्मिक समय त लिनु भएको छैन। छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। छोटकरीमा। सम्मानीय सभामुख महोदय, धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर 1 मा स्थित बुढी गण्डकी नदी र नेत्रावती नदीको पवित्र सङ्गम स्थलमा अवस्थित श्री नरसिंहधाम धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण तीर्थस्थलका रूपमा स्थापित भएको छ। यस धाममा नेपालकै एकमात्र समावेदीय समावेशी गुरुकुल सञ्चालनमा रहेको छ, जसले वैदिक शिक्षा, संस्कृत भाषा तथा सनातन संस्कृतिको संरक्षण प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। सभामुख महोदय, बुढी गण्डकी जलविद्युत आयोजना निर्माणसँगै यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण अझ महत्त्वपूर्ण विषय बनेको छ। यस सन्दर्भमा श्री नरसिंहधाममा अन्डर वाटर टेम्पल अवधारणा अन्तर्गत संरक्षण तथा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने ठूलो सम्भावना रहेको छ। यस पुरुषोत्तम महिनामा आयोजित पुरुषोत्तम महामहोत्सवमा 28 दिनको अवधिसम्म मात्रै करिब 26 लाखभन्दा बढी भक्तजनले स्नान तथा दर्शन गरेको उल्लेख्य छ, जहाँ सम्मानीय सभामुखदेखि प्रमुख दलका नेता, मुख्यमन्त्री, मन्त्री लगायत व्यक्तिहरू धार्मिक मेलामा सहभागी हुनु भनेको कुरा अझ बढी धार्मिक महत्त्व प्रस्ट्याउँछ। साथै धामका पीठाधीश डाक्टर श्रीवास कृष्णदास ब्रह्मचारीको नेतृत्वमा राज्यको प्रत्यक्ष लगानी बिने करिब 16 करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ। यो धार्मिक पर्यटन तथा सामुदायिक सहभागिताका लागि विकासको उत्कृष्ट उदाहरण हो। अत नेपाल सरकार समक्ष म निम्न मागहरू जोरदार रूपमा प्रस्तुत गर्न चाहन्छु। 1. नरसिंहधामलाई राष्ट्रिय धार्मिक सांस्कृतिक सम्पदाको रूपमा घोषणा गरी यसको संरक्षण तथा सम्वर्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरियोस्। 2. नेपालकै एकमात्र समावेदीय समावेशी गुरुकुलका लागि आवश्यक सरकारी दरबन्दी, शैक्षिक तथा संस्थागत सहयोग व्यवस्था गरियोस्। 3. बुढी गण्डकी जलविद्युत परियोजनासँगै समन्वय गरी श्री नरसिंहधामको दीर्घकालीन संरक्षण, व्यवस्थापन तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने विशेष योजना अगाडि बढाइयोस्। धन्यवाद। मान्य सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य अच्युतम लामिछाने। अच्युतम लामिछाने। मान्य सदस्य अच्युतम लामिछाने। मान्य सदस्य अनुष्का श्रेष्ठ। सम्माननीय सभामुख महोदय, नेपाल डिजिटल ट्रान्सफर्मेसन रूपान्तरणको दिशामा अगाडि बढिरहँदा नागरिकले यस रूपान्तरणको अनुभूति गर्ने एक प्रमुख इन्टरफेस अनुहार भनेको सरकारी वेबसाइट हुन्। त्यो अनुहार युजर फ्रेन्डली र भरपर्दो हुनुपर्छ। तर धेरै सरकारी वेबसाइटहरू अझै पनि प्रयोगकर्ता मैत्री छैनन्, सुरक्षित पनि छैनन्। धेरै वेबसाइटको लिङ्क काम गर्दैनन्, झन् अङ्ग्रेजी नेपाली ट्रान्सलेसनको अवस्था पनि कमजोर नै छ। एडिबीको सहयोगमा अगाडि बढिरहेको डिजिटल रूपान्तरणको लागि लिएको कन्सेसनल लोनले यस ट्रान्सफर्मेसनमा काम गर्दै गर्दा म सम्माननीय सभामुख मार्फत के निवेदन गर्न चाहन्छु भने नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने यस्ता सुधारलाई प्राथमिकता दिइयोस्। पहिलो चरणमा असेसमेन्ट गरियोस् के कस्तो सुधार आवश्यकता छ र चरणबद्ध रूपमा इम्प्रुभमेन्ट गरिरहँदाखेरि डिजिटल प्लेटफर्म्स डिसेबिलिटी फ्रेन्डली पनि रहोस् भनेर निवेदन गर्न चाहन्छु। बेसिक डिजिटाइजेसन इम्प्रुभड युजर एक्सपिरियन्सबाट अनुभव गर्न सकोस् भनेर निवेदन गर्न चाहन्छु। मान्य सदस्य अमरेश कुमार सिंह। सम्मानीय सभामुख महोदय, यो सरकार सुशासनको लागि बनेको छ। सुशासनको लागि दुईटा कुरा सरकारसँग गर्न म विनम्र आग्रह गर्न चाहन्छु। एउटा राष्ट्रिय सदाचार नीति 2074 जो कुनै पनि सरकारले आँट गरेन लागू गर्न, त्यसलाई चाँडै लागू गरियोस्। राष्ट्रिय सदाचार नीति 2074। त्यस्तै सरकारी, सार्वजनिक र गुठी जग्गाको प्रतिवेदन पूर्व न्यायाधीश मोहन रमन भट्टराईको प्रतिवेदन मन्त्रालयमा जम्मा छ, तर त्यसको कार्यान्वयन भइरहेको छैन। किनकि 35वटा प्रतिवेदन दिने बित्तिकै अधिकांश ठाउँको सरकारी
सार्वजनिक र गुठीको जग्गा राजनीतिक दलको नेता र उसको मातियारबाट कब्जा गरिएको थियो, त्यस कारणले त्यो आयोग नै विघटन गरियो। त्यस कारण त्यो प्रतिवेदन पनि कार्यान्वयन होस् र यदि साँच्चै सरकारले सुशासन लाउन चाहन्छ भने राष्ट्रिय सदाचार नीति पनि अविलम्ब लागू गरियोस्। धन्यवाद। मान्य सदस्य अमृता विक। सम्माननीय सभामुख महोदय, दिनभरि चर्को घाममा पसिना बगाएर थाकेको शरीरको प्यास मेटाउन आम नागरिकले किनेको पानीमा कति पनि सम्झौता हुन सक्दैन। त्यसैले सरकारले सबै पानी उत्पादन गर्ने कम्पनीलाई न्यूनतम सुरक्षा मापदण्डमा बाँध्दै प्रत्येक जार र बोतलमा सुरक्षित सिल, स्पष्ट ब्याज र स्वीकृत लेबल अनिवार्य गर्नुपर्छ। सम्माननीय सभामुखज्यू, रु 25 पर्ने बोतलको पानी अधिकांश नेपालीका लागि महँगो हुन सक्छ। त्यसैले गुणस्तर कायम राख्दै पिउने योग्य पानीलाई आम नागरिकको पहुँचमा पुर्याउने गरी मूल्य व्यवस्थापन गर्न पनि म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, किनकि स्वास्थ्य नागरिक नै समृद्ध राष्ट्रको आधार हुन्। धन्यवाद। जय मातृभूमि। मान्य सदस्य अम्बिका देवी सङ्ग्रौला। सम्माननीय सभामुख महोदय, आजको शून्य समयमा म एउटा अत्यन्तै महत्त्वपूर्ण र गम्भीर विषयमा यो सम्मानित सदनको ध्यान आकर्षण गर्न चाहन्छु। 1 महिना अघि वर्तमान सरकारले अध्यादेश मार्फत 1500 भन्दा बढीलाई राज्यका विभिन्न संस्थाहरूबाट पदमुक्त गरिएको थियो। राजनीतिक नियुक्ति हटाउनु सकारात्मक कदम हो, तर यसमा सरकारको अपरिपक्वता लुकेको छ। 1 महिना बितिसक्दा पनि यी संस्थाहरूका पदमा पुनः नियुक्ति गर्न सकेको छैन। पुनः नियुक्ति नगर्दा सरकार पक्षलाई धेरै बेफाइदा हुन्छ। संस्थाहरूको काम कारबाहीमा अवरोध आउन सक्छ, जसले नीति निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती हुन्छ। लामो समयसम्म पद खाली रहँदा सरकारको कार्यक्षमता र नियतमाथि प्रश्न उठ्न सक्छ। यी संस्थाहरू राज्य सञ्चालन र सुशासनका लागि अति आवश्यक हुन्। यसरी अध्यक्षविहीन रहँदा यी संस्थाहरूको दैनिक कार्य सञ्चालनमा ठुलो असर परेको छ। उदाहरणको लागि 45 खर्बको पुँजी बजारलाई हेर्ने नियमनकारी निकाय सेवन नै अध्यक्षविहीन छ। हस्त। धन्यवाद। मान्य सदस्य अरविन्द शाह। सम्मानीय सभामुख महोदय, मल खादको अभाव बीचमा उपलब्ध मल खाद ढुवानी समस्याले गोदाममै थन्किएको छ। करोडौँ खर्च भएका डिप ट्युबवेल तथा सिँचाइ आयोजना सञ्चालनविहीन छन्। यसको छानबिन हुनुपर्छ। शिक्षा क्षेत्रमा शिक्षक दरबन्दी अभाव, कमजोर भौतिक पूर्वाधार तथा विद्यालय व्यवस्थापनको बढ्दो राजनीतिक हस्तक्षेपले गुणस्तर खस्किँदै गएको छ। दरबन्दी अनुसारको शिक्षक पदपूर्ति र व्यवस्थापन समिति खारिजी होस् भनेर माग गर्दछु। साथै प्रादेशिक अस्पताल कलैयामा जनशक्ति, उपकरण, भवन र औषधिको अभाव छ। यसको लागि समन्वयन गरिदिनको लागि पनि सरकारसँग अनुरोध गर्दछु। त्यस्तै मालपोत कार्यालय, कलैया मालपोत कार्यालयमा चाहिँ रोक्काको काम अनलाइन गर्ने भनेर राखिएको छ, तर 10 दिनसम्म हुँदा पनि काम हुन सकिराखेको छैन। मान्छे त्यहाँ गएर लाइन लाग्नुपर्ने बाध्यात्मक परिस्थिति छ। यस्तो कुरोको लागि पनि सरकारले समन्वय गरिदिनलाई अनुरोध गर्छु। धन्यवाद। मान्य सदस्य अर्जुन कुमार कार्की। सम्मान्य सभामुख महोदय, अङ्ग्रेजीमा एउटा भनाइ छ, इन्भेस्टिङ इन टिचर इज इन्भेस्टिङ इन द फ्युचर अफ एभ्री चाइल्ड। तसर्थ सभामुख महोदय, शिक्षा प्रणालीको सुधारको केन्द्र विद्यालय शिक्षक हुनुपर्छ। 2071 सालमा भौगोलिक विकटताका आधारमा 39 जिल्लाका राष्ट्र सेवक कर्मचारीलाई स्थानीय भत्ता दिने व्यवस्था भए पनि सङ्खुवासभा जिल्ला लगायतका दुर्गम जिल्लाका शिक्षकहरू यो सुविधाबाट वञ्चित छन्। तसर्थ शिक्षकहरू अदालतको ढोका ढकढकाउन बाध्य भएका छन्। सभामुख महोदय, शिक्षकको उच्च मनोबल बिना गुणस्तरीय शिक्षा सम्भव छैन। तसर्थ म नेपाल सरकार समक्ष राहत करार, गुरुकुल, मद्रासा र गुम्बा लगायतका शिक्षकहरूको सम्मान, सुविधा र भत्तामा भएको विभेदको अन्त्यको जोडदार माग गर्दछु। धन्यवाद। माननीय सदस्य अर्जुन नरसिंह केसी। सभामुख महोदय, प्रधानमन्त्रीको संसद अनुपस्थिति र मौनता उहाँको रुचि या व्यक्तिगत लहरको विषय होइन।
प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो। संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क, बहस, नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौँ। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो। सभामुख महोदय, शक्ति सन्तुलन नियन्त्रणका प्रक्रियाहरू एक अर्को गरेर भङ्ग हुँदै गएका छन्। केन्द्रीकरण तथा थापित संसदीय अभ्यास र संस्थागत गरिमालाई कुण्ठित पार्नु अस्थिरता र निरङ्कुशताको प्रवृत्ति हो। यतातिर मान्य सदस्य आकृति अवस्थी। सम्माननीय सभामुख महोदय, आज म यस गरिमामय सदन मार्फत नेपाल सरकारको आन्तरिक हवाई सेवामा देखिएको लापरवाही र यात्रुहरूले भोग्नु परेको गम्भीर समस्यातर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। उडानहरू पटक पटक ढिलो हुने वा रद्द हुने, तर एयरलाइन्स कम्पनीहरूले यात्रुलाई मन लागेको बेला फ्लाइट डिले भएको सूचना दिने नत्र समयमा सूचना नदिने प्रवृत्तिका कारण यात्रुहरू विमानस्थलमा 15 देखि 6 घण्टासम्म अनावश्यक रूपमा बन्धक जस्तै बन्न बाध्य भइरहेका छन्। विशेष गरी सुत्केरी, बिरामी, अपाङ्गता भएका व्यक्ति, अत्यावश्यक कामकाजी र ज्येष्ठ नागरिकहरू बढी शास्ति बेहोर्नु परिरहेको अवस्था छ। सम्माननीय सभामुख महोदय, उपभोक्ता संरक्षण ऐन 2075ले प्रत्येक नागरिकलाई सही सूचना, गुणस्तरीय सेवा र आवश्यक परे क्षतिपूर्ति पाउने अधिकार सुनिश्चित गरेको छ। साथै विश्वका धेरै देशमा लामो समय उडानहरू ढिलाइ हुँदा यात्रुलाई खानपान, सञ्चार र आवश्यक परे आवासको व्यवस्था गरिन्छ, तर नेपालमा यस्तो अवस्था हुनु त परको कुरा, समयमा फ्लाइट डिलेको सूचना समेत पाउन गाह्रो भइरहेको छ र यसमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य आनन्द बहादुर चन्द। सम्मानीय सभामुख महोदय, विषादी परीक्षणको लागि कालीमाटीमा प्रयोग भइरहेको एन्जाइम इनिबेसन विधि केवल एउटा प्रारम्भिक स्क्रिनिङ मात्र हो। यसले उपकरण अभावमा फल्स पोजिटिभ र फल्स नेगेटिभ नतिजा दिन्छ। यसले अर्गेनोफस्फेट र कार्बामाइड जस्ता दुईटा ग्रुप मलिक्युल मात्रै मापन गर्न सक्छ। नयाँ पुस्ताका विषादी त यसले परीक्षण गर्न नै सक्दैन। अर्कोतिर सरकारका विभिन्न प्रयोगशालामा SPLC 10 मा 4 वटा, GCMS 7 मा 3 वटा, AAS 9 मा 4 वटा आदि सञ्चालनमा छैनन्। गत वर्ष रायोको सागमा 75% विषादी भनी किसान मार्कामा परेको यसैको उदाहरण हो। त्यसैले सरकारी प्रयोगशाला रिसोर्स म्यापिङ गरी एकीकृत गर्ने, FDA सञ्चालनमा ल्याउँदा ISO IEC 17025 जस्ता एक्रिडिएसन प्रणालीसँग जोडी अघि बढाउन सरकारसँग माग गर्दछु। धन्यवाद। मान्य सदस्य आर्यन राई। हेलो, बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार? खोटाङमा आफ्नो बाली खान आएको बेला बाँदर लखेर्दै गर्दा खोटाङ हलेसी 7 नम्बर वटा निवासी टिप्सरा राई भिरबाट लडेर मेरुदण्ड 3 ठाउँ भाँचिएको छ। KMC हस्पिटलमा उपचार भइरहेको छ। आर्थिक अवस्था निम्न छ। सहयोगी हातहरूबाट पैसा उठाएर उपचार भइरहेको छ। त्यसैले सभामुख महोदय, निःशुल्क उपचारको माग गर्दछु र कृषि र किसान बिना कसरी तपाईँको स्वाधीन राष्ट्र र स्वाधीन अर्थतन्त्र परिकल्पना गर्न सकिन्छ, म सरकारलाई सोध्न चाहन्छु। साथै अस्तिको राति खोटाङ भोजपुर जोड्ने मध्य पहाडी लोकमार्गमा वर्षाको कारण पङ्कु खोला भत्किएको कारण यातायात अवरुद्ध छ। पुनर्निर्माण गर्नको निम्ति सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।